बिन्ती छ म बरु टोपी राखेर तँसँग माफी माग्छु। सुपुत्रलाई जन्म दिएको होइन रहेछ हामीले, कुपुत्रलाई जन्म दिएको। यो कुपुत्रको अगाडि शिरको टोपी राखेर किन माफी माग्नुहुन्छ झुकेर? तपाईको पो आमा बुवा हुनुहुन्छ, मेरो त बुवा मात्रै हुनुहुन्छ। त्यसमा पनि बहिनी अनि म, मेरो दाइ पनि हुनुहुन्न। त्यसैले अब मैले बुवालाई वचन दिइसकेँ। तर बिहे गरिसकेपछि यो घरमा ल्याउने होइन, उसकै घरमा घर चाहिँ बस्न। तँ यो के भन्दैछस्? हाम्रो पनि तँ बाहेक को सारा छ त? बाँकी के कसरी हुन्छ मिलाएर आमाको उपचार गर्नु होला। भोक भए त दिन्थे, मसँग छैन। आफूले कारखोज गरेर आमाको राम्रो उपचार गर्नु होला। यता अहिले मैले सबै कुरा हेर्नुपर्छ। हजुर कस्तो कुरा गरिस् या? अब काम गर्न पनि गाह्रो हुन्छ र? अब हजुर हेर्नुहोस् न, यति भात पकाइसकेपछि हजुरले छ नि मेरो त्यो लुगा छ नि अलिकति चिरको खोल तन्ना क्या, त्यति मिसमास गरिदिनु पर्यो। अब तपाईँको सारी र श्रीमतीले काम गर्नै जाने छैनन्। के भयो बुढी तिमीलाई? गाह्रो भयो बुढा। तिमी पिर नगर, म जसरी पनि अस्पताल लगेर उपचार गर्छु। बुढा त्यो छोरालाई बोलाएर ल्याइदिनु न, एकछिन आउँछ कि। के गरेको के? बाटोमा यस्ता माग्ने त कति हुन्छन् आउनु छिटो। फेरि कहाँ जानु लाइस बाबु त? कहिले कहिले त यसो घरको काम त दाउरा चिरेर माथि राखे पनि हुन्छ नि। होइन है बुढी, त्यो एउटा भएको छोरालाई कति गाली गर्छस् हौ? हाम्रो सारा भने पनि यही हो, छोरो भने पनि यही हो, छोरी भने पनि यही हो। अब जीवन सन्जेलसम्म पाल्ने, मरेपछि फाल्ने छोरो यही त हो नि। यसलाई पनि गाली गर्यो भने तिम्रो के हुन्छ भन त? जान्दैौ न, उनीहरू यही त हो नि, खेल्ने डुल्ने घुम्ने खाने रमाइलो गर्ने। अब म पनि त्यस्तै थिएँ के अरे पहिले। अहिलेसम्म त मेरो बल पावर छ नि, म छोडेछु नि गर्ने। तिमीले किन पिर गर्नु पर्यो? म छु हट्टाकट्टा। छोरालाई उसको उमेरमा खेल्न देऊ, घुम्न देऊ, रमाइलो गर्न देऊ। देख्नुभयो त आमा, हेर्नुहोस् त हजुरले म गाउँ जाँदाखेरि कसरी कराउनुहुन्छ। तर बुबाले भने मलाई कति मायाले भन्नुहुन्छ। अब त म गाउँ जान्छु, फेरि बुबाले भन्नुभएको छ बल पाखुरा भने म काम गरिहाल्छु भनेर। पछि यो घरको काम गर्ने, तपाईँलाई पाल्ने मै त हो नि। बुवा म जान्छु है। ल ल, तिमीहरूको बाउ छोराले मैले भनेको कुरा केही मान्ने होइन कि रे। अहिले छोरालाई पुल पुल्याउनु, भोलि पर्सि थाहा हुन्छ। अहिले गाउँतिर जान्छु, बाउले मलाई गरिदिइहाल्नुहुन्छ अरे, आमाले पो मान्नुहुन्न जस्तो बनाउनुहुन्छ भन्यो भने तिमीहरूको बाउ छोरालाई म केही भन्दिनँ, जे मन लाग्छ त्यही गर। हजुर पनि के भइरहेको? त्यो छोराले जे जे भन्यो त्यही मान्नुहुन्छ। कहिले कहिले त छोरालाई यसो डर देखाउनु पर्छ। कुरो पैसा गनेर दिएपछि
भोलि हामी बिमारी भएर पसारो पर्यो भने यसो औषधि खाने पैसा पनि हुँदैन। अलिअलि जम्मा गरेर राख्नुपर्छ नि। कुरो छोरालाई दिएर हुन्छ? कति किचकिच गर्छ हौ। खाने खोल्ने उमेर भनेको यसको त्यही त हो नि। त्यसलाई नदिएर कसलाई दिनु त? अहिले त म कमाउन सक्छु, तिमीलाई पनि जमाएर दिएकै छ। कति किचकिच गर्छ? उसको पनि त रहर होला नि, इच्छा होला नि। घुम्नु पर्यो, साथीभाइसँग खानु पर्यो। जीवन, तिमीलाई मेरो परिवारको बारेमा सबै कुरा थाहा छ। हामी बिहे गरिसकेपछि म र मेरो परिवारलाई खुसी त दिन सक्छौ नि? खुसी मात्र होइन जानु, तिमीले भन न मात्र। तिमीलाई, तिम्रो परिवारलाई म खुसी राख्छु के। फेरि यिनी कुरा भनेको अलिक पछि गर्ने हो कि। अब बहिनी पनि आएकी थिइन्, उता गएकी छिन्, माया प्रेमको कुरा गर्ने हो कि अहिले। छ्या, तपाईँ भने के कुरा गरे? कान्छी कति चलाक छ, अहिले यिनीहरूले के कुरा गर्दो रहेछन् भनेर लुकी लुकी हेर्छ। कस्तो लज्जा कि के तिमी? आउ न आफै कस्तो कुरा गर्नुहुन्छ? के गरेको नानी? हजुरले के गरे? छोरी हो, तिमीहरू कहाँ जान लाग्यो? के कुरा हो र बुवा, भन्नुहोस् न। यहाँ बस्नु त, तिमीहरूसँग आज एउटा कुरा गर्नु छ। छोरी हो, सधैँभरि यसरी घुमेर फिरेर खान पुग्दैन। तिमीहरूलाई थाहा छँदैछ, आमाले सानैमा तिमीहरूलाई छोडेर गएको। मैले जसो तसो गरेर हुर्काएर आज तिमीलाई यत्रो बनाएँ। अब तिमीहरूले पनि आफ्नो जिम्मेवारी सम्झिनुपर्छ। यति ठुला भएको छोरीहरू यसरी घुम्दाखेरि गाउँले धेरै कुरा काट्छन्। अब पढाइ पनि मैले सकेसम्म पढाइहालेँ, 2 अक्षर चिन्नै भइसकेका छौँ। तिमीलाई सबै कुरा थाहा छ। मलाई पनि तिमीलाई पढाइको गरिदिन त कहाँ मनले मान्छ र? के गर्ने, संसारको रीतै हो। छोरी मान्छे भएपछि अर्काको घरमा जानै पर्छ। त्यसकारण जेठी, तिमीले बिहा गर्नु पर्यो छोरी। हुन त हो बुवा, कान्छी धेरै ठुली भएकी छैनन्, घरको सबै जिम्मेवारी धान्न सक्दिनन्। उमेर त मेरो बिहे गर्ने भएको हो, तर बिहे नगर्ने सोचमा छु। हजुरलाई, नानीलाई, यो सबै परिवार बाहिर काम गरेर धानेकी छु। म गएपछि हजुरहरूको हालत के हुन्छ? बिहे गरे पनि म यस्तो केटासँग बिहे गर्छु कि उसले आफ्नो खुसी मात्रै होइन, हजुरलाई, हाम्रो परिवारलाई सधैँ साथ दिने होस्। सानो दुःखदेखि लिएर खुसीसम्म साथ दिने केटा भयो भने मात्रै बिहे गर्छु, नत्र म बिहे गर्दिनँ। छोरी, कुरा त तिमीले एकदमै राम्रो गर्यौ। मैले पनि पहिलेदेखि यही कुरा सोचेको थिएँ। अब भन्न मात्रै नसकेको, यो घरमा आएर अब हामीलाई सहारा दिन्छ भने, त्यस्तो केटा तिम्रो नजरमा छ भने मलाई त्यो स्वीकार्य छ छोरी। अब मैले के भन्नु, तिमीले आफै बुझ्छौ। छैन बा, छ नै, तर हामीले सोचे जस्तो यो घरमा बस्छ कि बस्दैन त्यो चाहिँ मलाई थाहा छैन है बा। धेरै नजिस्किन छोरी, किन ढाँट्नु पर्यो? आखिर केटा छ भने टाकटुक कुरा मिलाउँ, कुरा छिन्दिहालौँ। अब घरको अवस्था यस्तो छँदैछ, तिमीहरूलाई थाहा छँदैछ। अब हाम्रो घरको कुराहरू सबै उसलाई मनपर्छ, तिमीहरूले भनेका छौ, भन्या त छ नि। हुन्छ भने टाकटुक गर्ने, बिहा गर्ने। गाउँलेलाई किन भोज खानिदिने? भोज खानिदिएर को चाहिँ ठुलो भएको छ?
बरु भोज खाने पैसाले त तिमीलाई राम्रो हुन्छ। ल कुरा बढाइहाल्नु पर्यो अगाडि, ढिला गर्नु भएन क्या। बुवा यस्तो कुरामा हतार गर्नुहुन्न। केटा त बुझ्छ, मलाई धेरै माया पनि गर्छ, तर के तर? मैले घर चाहिँ बस्ने कुरा गरेको छैन। उसले माने पनि उसको परिवारले मान्छ कि मान्दैन, त्यसैले यो विषयमा म उहाँसँग कुरा गर्छु अनि हजुरलाई भन्छु। होइन, तिमीहरूको माया प्रीति बसिसकेको रहेछ त। अब यत्रो समय पनि भइसकेको रहेछ त। तैँले घरको सबै कुरा भन्दै अब भइहाल्थ्यो नि। फेरि छोरी मान्ला कि नमान्ला, मेरो मन त साह्रै आत्यो है। के मान्छ होला? तपाईँ यसरी नआत्तिनु बुवा, केही छैन। त्यो केटाले घर चाहिँ बस्दैन भने म बिहे गर्दिनँ। यदि मान्छ, हजुरलाई साथ दिन्छ भने मात्रै बिहे गर्छु। हजुर चिन्ता नगर्नु न बा, हामी त त्यसलाई जसरी नि घर ज्वाइँ बनाएर छोड्छौँ। हामी त्यसलाई भेट्न त जाँदै थियौँ नि, हजुरले बोलाएर त हो नि। हामी जान्छौँ ल बा, ल है। अहिले बाबाले भन्नु पर्थ्यो। ल म त जानुलाई पर्खेर हाम्रो विगतको कुरामा हराइरहेछु। कतिखेर आउँछिन् होला। तिम्रो आयो? नै म आएको छैन, दिदी मात्रै आयो, म चाहिँ घरमै छु। कति जिस्क्या हो के? जिस्किन देऊ न त जानु। अब सालीको पहिलेदेखि बानी यही हो, बरु तिमीले पो ढिला गर्यौ। म त कुरेको कुरे थिएँ, आउँदैनौ कि भनेको थिएँ, आयौ। ढिला हुने थिएन, बुवाले धेरै पछि आज कुरा गर्छौ नानी भन्नुभयो, त्यसैले ढिला भएको। बुवाले के कुरा गर्नु पर्यो? के कुरा हुनु र, उमेर भइसक्यो, अब बिहे गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो। कान्छीले हजुरको र मेरो बारेमा भनिदिइहालेछ, अनि बुवाले भन्दै हुनुहुन्थ्यो राम्रो हुनुहुन्छ भने, हामीलाई बुझ्छ भने, बिहे गरेपछि हामीसँगै बस्छ भने हुन्छ भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। अरू के हुन्छ? भनेपछि बुबाले घर जाइ बस्ने कुरा गर्नु भएको? अब बस्न त हुन्थ्यो, मेरा पनि बुढा भएका बा आमा छन्। फेरि अगाडि पछाडि न दाइ न बहिनी, एक्लो छोरा हुँ। फेरि उहाँलाई छोडेर त्यता बस्यो भने बुवा आमाको मनमा के बिच्ला? हुन त हो नि, तपाईँको पो आमा बुवा हुनुहुन्छ। मेरो त दाइहरू कोही पनि हुनुहुन्न, भएको एउटा बहिनी हो अनि म। अहिलेसम्म परिवारलाई धानेकै मैले छु। तपाईँको पो आमा बुवा हुनुहुन्छ, मेरो त बुवा मात्रै हुनुहुन्छ, त्यसमा पनि बहिनी अनि म, मेरो दाइ पनि हुनुहुन्न। त्यसैले अब मैले बुवालाई वचन दिइसकेँ, उहाँ राम्रो मान्छे हुनुहुन्छ, भनेको सबै मान्नुहुन्छ भनेर। मैले हजुरलाई सधैँ यो घर जाइ मात्रै बस्नु, आफ्नो आमा बुवालाई नहेर्नु पनि त भनेकी छैन नि। बेला बेलामा आमा बुवाको नि ख्याल गर्ने, घर जाइ बस्ने भन्न खोजेको। अब के गर्नुहुन्छ हजुरको हातमा छ। न त तपाईँले नै छोड्न सक्छु, न त तपाईँ बिना बाँच्न सक्छु, न त बुवालाई नै छोड्न सक्छु। तपाईँ घर जाइ बस्नुभयो भने सबै समस्या टर्छ। अब के गर्नुहुन्छ तपाईँको हातको कुरा। म त कस्तो दोधारमा परेँ,
कस्तो समस्या आइलाग्यो। के गर्ने होला त? ठिकै छ, अब यो विषयमा म पनि बुवा आमासँग कुरा गर्छु। फेरि बुवा आमाले मलाई कति धेरै माया गर्नुहुन्छ। आजसम्म मैले जे भने मेरो बुवाले झन् त्यही मान्नुभएको छ। के गर्ने होला त? कस्तो तनाव भयो। ठिकै छ, यो विषयमा म एकचोटि बुवा आमासँग पनि कुरा गर्छु। फेरि त्यही माथि म पनि तिमी बिना कहाँ बाँच्न सक्छु र? अब बुवा आमाले पनि मलाई धेरै माया गर्नुहुन्छ। यदि मैले भनिहालेँ भने सायद यो कुरा पनि मान्न सक्नुहुन्छ। ए भनेपछि भेना चाहिँ छिट्टै आउनुपर्छ ल हाम्रो घर ब्याउली बनेर। कति जिस्केको? र त अहिले म जान्छु। हुन्छ, बाई। होइन बुढा, छोरो कहाँ गयो यतिखेरसम्म? बिहानै गएको, भात खाएर अहिलेसम्म आउँदैन। अत्तो पत्तो छैन, के खोजी नगर्नु भएको छोराको? होइन, तन्दरी बन्दरी मान्छे अब पैसा लिएर गएको छ साथीभाइसँग, अब घुम्यो फिऱ्यो होला, खायो होला, आउला नि त बिस्तारै। के को चलिरहेको तिमीले? हजुरले यही पैसा दिएर छोरो बेपत्ता भइरहेको छ। धेरै पैसा नदिनु भनेको मैले, हजुरले टेर्नुहुन्न के रे? अब जल्दो बल्दो केटो, साथीभाइ भेट्यो होला, खाइपी गऱ्यो होला नि। अब उमेर यही हो त्यसको, रमाइलो गर्ने आइहाल्छ नि। के को पिर गरिरह? अब म पनि त्यस्तै थिएँ गरे। हाम्रो उमेरमा हिँड्ने डुल्ने खाने खेल्ने उमेर यही हो नि। पिर नगर बढी आउँछ। छोराको खोजी गर्दा गर्दै टुप्लुकै आइपुग्यो। आइहाल्यो नि छोरा। छोरा कहाँ गएको थिएँ यति बेलासम्म? गाउँतिर गएको थिएँ बा। ए गाउँतिर गएको थिइस्? छोरो आएन भनेर आमाले पिर गरेर खाना बनाउनु अलिक ढिलो गरी। अब भर्खर आगो पुग्दैछ, अब खानासाना बनाउँछे अनि खाएर नि जालस। खाने त हुन्थ्यो बा, तर एउटा कुरा गर्नु थियो। के कुरा हो छोरा, भन्न त। अनि जाने बेलामा त बुवाले टन्न पैसा दिएर पठाउनु भएको थियो नि त। पुगेन कि के हो? अझै न्याउरो मुख लागेको छस् नि त। म उसँग बिहे गर्न चाहन्छु, तर बिहे गरिसकेपछि यो घरमा ल्याउने होइन, उसकै घरमा घर जाइ बस्न। यो के भन्दैछस्? हाम्रो पनि तँ बाहेक को सारा छ त? बुढेसकालको सारा होलास्, सुख दुःखमा हामीलाई हेर्लास् भनेर तँलाई अहिलेसम्म यति गर्दै आइयो। चरो पनि ठुलो भएपछि पखेटा लागेर उडाएर जान्छ भन्थे, यही भयो। आखिर तैँले हामीलाई एक्लो बनाएर छोड्ने भइस होइन? देखे होला नि, खनी पैसा दिएर छोरालाई घुम्न पठाएको परिणाम अहिले। यसले त हाम्रो त कुल खानदानको इज्जतै फालो। एउटा केटीले मन परायो त्यहीँनिर घर जाइ बस्न जान्छ रे, जोइ टिङ्ग्रे मुर्दो। एउटा छोरो भनेर पुलेर टाउकोमा चढाएका थियौ नि, देख्यो होला नि अहिले। बुढेसकालमा एउटा भएको छोराले पनि छोडेर जाने भयो घर चाहिँ बस्न। अब बस एक्लै यो घरमा। म उता घर जाइ बसे पनि सधैँको लागि तपाईँहरूलाई माया मारेर जान लागेको होइन नि। बेला बेलामा भेट्न आउने अनि हजुरहरूको हेरविचार गर्ने त गरिहाल्छु नि। गरिहाल्छस् नि तैँले। अरूको छोराले बिहा गरेर घरमा बुहारी भित्राउँछन्, त चाहिँ ससुरालीमा बुहारी बनेर घर चाहिँ बस्न जाँदैछस्, बुझिस्? भोलि तेरो ससुराले भाँडा मोल्न लगाउँछन्, चुलो लिप्न लाउँछन्, त्यतिखेर थाहा होलास्। एउटा छोरो भएको पनि केही न केहीको बुद्धु। यसले त हाम्रो त नाकै काटो बुढा। तपाईँले टाउकोमा चढाएको यो सबै हो यसको। पाल्नु पर्दैन तैँले। के पाल्छस्? तेरो ससुरालमा बुढीलाई पालेर बस, स्वास्नीको साडी धोएर बस जा। हजुर पनि त्यसै आदेशमा हुनुहुन्छ भने कुरा त बुझ्नु, सबै कुराहरू बिस्तारै मिलिहाल्छ नि। बुझिसके कुरा सबै। त्यस्तो होइन छोरा, आमाले भनेको पनि ठिकै हो। एउटा छोरो पञ्चे बाजा बजाएर झैँ झैँ बिहा गरौँला, बुहारीलाई यहाँ घरमा भित्र्याउँला, बुढेसकालमा छोरा बुहारी भएर हामीलाई हेर्लान्, सरसहयोग गर्लान्,
भने बाबुआमाको आशा निराशा नबना छोरा। भोलि गएर अर्कै परिस्थिति आउला, उताको परिवार पनि हेर्लास्। तर सकेसम्म हाम्रो मन नदुखा छोरा। बुहारीलाई बिहा गरेर यही घरमा भित्र हामी बरु केही भन्दैनौँ। बिहा गर्ने सपनालाई सपनै राख्नुला, तर त्यो बुहारीलाई यहीँ लिएर आएको छोरा। तपाईँले भनेको जस्तो सजिलो छैन कि बुवा। यदि तपाईँले भनेको जस्तै कुराअनुसार अगाडि बढ्ने थियो भने त मैले पनि त्यही गर्थेँ नि। केही गर्दाखेरि नमिल्ने भएर मैले यो बाटो रोजेको हुँ। फेरि केही समयको लागि तपाईँ बुढाबुढी यही घरमा बसिहाल्नुहुन्छ नि, म उताको पनि चाँजोबाजो मिलाउँछु। त्यसपछि पछि त हजुरहरूले भनेको जस्तो भइहाल्छ नि। अहिले कुरै कानी नबुझेर 81 आदेशमा नआउनुहोस् न। मिलाउँछस् तैँले, किन फकाइरहनुहुन्छ अझै पनि यसलाई? जान दिनुहोस्, हामी जे हुन्छौँ। अब छोराले गर्ला भने आश नगर्नु। घर चाहिँ बस्न जाने भनेपछि यसको कुरा सुन्नु नै छैन हामीलाई। एउटा केटीको लागि हामीलाई बुढेसकालमा यसले त्याग छ भने तपाईँले पनि त्याग दिनु। चाहिँदैन मलाई यस्तो सन्तान। ठिक छ आमा, तपाईँले यति भनिसकेपछि म पनि यो घर बस्नु भएन। फेरि मैले जिन्दगी कटाउनु भनेको मेरो श्रीमतीसँग हो, तपाईँहरूसँग त होइन नि। म जान्छु त्यसो भए। जा जा जा। बाबु त्यसो नगर छोरा, तेरी आमाको तर्फबाट बरु म माफी माग्छु। बिन्ती छ, म बरु टोपी राखेर तँसँग माफी माग्छु। सुपुत्रलाई जन्म दिएको होइन रहेछ हामीले, कुपुत्रलाई जन्म दिएको। यो कुपुत्रको अगाडि शिरको टोपी राखेर किन माफी माग्नुहुन्छ झुकेर? के गर्छु त बुढी, आफ्नो सन्तान माया त लागिहाल्छ नि। यस्ता कुपुत्र पनि सन्तान हुन्छन्? जोइ टिक्रे गयो ससुराको खुट्टामा ढोक्न। खै भाषातिर हुनुहुन्छ होला। बुवालाई चाहिँ खुसीको खबर सुनाउनु पर्यो। बुवा, ए बुवा, हजुर यहाँ आउनु न, माथि आउनु त। किन बोलायो? म माथि नै छु, तलबाट आइज भन्छ। ल के भयो फेरि? हजुरलाई खुसीको खबर सुनाउनु छ नि। खुसीको खबर? दिदीसँग बिहे गर्ने केटो हाम्रो घरमा बस्न मान्नुभयो नि। उसो भए हुनेवाला ज्वाइँले कुरा मान्नुभयो त? फेरि ज्वाइँको घरमा बाआमा होलान्, उहाँले मान्नुहुन्छ कि हुन्न? मान्नुहुन्छ बुवा। आमा बुवालाई यो विषयमा कुरा गर्छु भन्नुभएको छ। आमा बुवाले मान्नुभयो भने ठिक छ, होइन भने मैले नै भनेको कुरा मान्छु भन्नुभएको छ। तिमीहरूको निर्णयले अब ज्वाइँले मान्नुहुन्छ भने त ठिकै छ। फेरि अप्ठ्यारो पर्न सक्छ नि, उहाँको पनि घरको बाउआमा हुनुहुन्छ। फेरि कुरा पछि गएर बिग्रियो भने त साह्रै नराम्रो हुन्छ। यो कुरा चाहिँ पहिल्यै सोच्नुपर्छ हामीले। खै बुवा, सबै घरमा कुरा मिलाएर आउँछु भन्नुभएको छ। तँलाई के खसाखुसी गर्छ? खै जाँदा कान्छी हेरे आइज। बस्नु न। छोरी हजुरलाई किन तनावमा हुनुहुन्छ? के भयो हजुरलाई? हजुर र छोरीको बिचमा जुन कुरा भएको थियो हजुरले पक्कै पनि घरमा गएर भनेको हुनुपर्छ, नत्र हजुर अँध्यारो मुख लाएर यसरी त हजुर आउनु नपर्ने हो त। बुवा आमालाई मैले हामी दुईजना बिच भएको कुराहरू सबै भने, तर उहाँहरूले मान्नु नै भएन। उल्टै मलाई नाना थरी भनेर गाली गर्नुभयो। त्यसैले मैले उहाँहरूको कुरालाई नमानेर अब सधैँको लागि यतै बस्ने गरी आएको।
सुनेको थिएँ हजुर एक्लो छोरो रे। फेरि तपाईँ र छोरीको निर्णयले बाआमालाई बुढेसकालमा अप्ठ्यारो हुँदैन? फेरि बाआमाहरू कसरी बस्नुहुन्छ? यो त अलि नमजा भएन र? केही अप्ठ्यारो पर्दैन। अब बुवा आमाको अहिलेसम्म पनि हातखुट्टा चलेकै छन्, त्यही माथि मैले पनि अहिलेसम्म के नै गरेको छु र? हातखुट्टा चलन्जेल आफै गरेर खाइहाल्नुहुन्छ नि। अब हजुरले नै यस्तो कुरा गर्नुहुन्छ भने भइहाल्यो। अब मेरो पनि छोरा छैन, तपाईँ नै छोरा हो। अब एउटा साली छ, यसको बिहा गरिसकेपछि अब हजुरकै घर हो। बुढो नि कता जानुभयो? मलाई गाह्रो भयो। के भयो बुढी तिमीलाई? मलाई गाह्रो भयो बुढा। के पिर नगर, म जसरी आफ्नो अस्पताल लगेर उपचार गर्छु। बुढा त्यो छोरालाई बोलाएर ल्याइदिनु न, एकछिन आउँछ कि। जे जस्तै भए पनि मैले 9 महिना कोखमा राखेर जन्माएको छोरा हो। त्यसको अनुहार हेर्न पाए मलाई अलि सजिलो हुन्थ्यो कि। हुन त हो नि बुढी, तर त्यसको मन के फर्केला र? तिम्रो बाबामा मलाई अब जिन्दगीमा चाहिँदैन भनेर गएको छ। मलाई फर्केर यो घरमा आउन भनेको थियो, के आउला र? तैपनि तिम्रो मनको शान्तिको लागि म त्यसलाई एकपल्ट बोलाउन जान्छु नि त। अब भनिहाल्यौ, तिम्रो वचन पनि त म काट्न सक्दिनँ नि। तिम्रो मनमा त्यस्तै इच्छा भएको छ भने म छोरालाई एकपल्ट बोलाउन जान्छु बुढी। तिमी आफूलाई सम्हालेर बस है, म गइहाल्छु छोरालाई बोलाउनलाई। छिट्टै बोलाएर ल्याउनु है। ल तिमी सम्हाल है आफूले आफू। ओहो ज्वाइँ साहब, भाडा माग्न लाग्नुभयो? हजुर बुवा। ए ल, यति भाडामा आइसकेपछि भात पकाउनु पकाउनु। मासु बुवा, तर भात त बुढीले अनि सालीले पकाए पनि हुन्थ्यो। कति धेरै काम गरेको, थकाइ पनि लागेको छ, यसो आराम गर्न पाए हुन्थ्यो। हजुर कस्तो कुरा गरेछ या? अब काम गर्न पनि गाह्रो हुन्छ र? अब हजुर हेर्नुहोस् न, यति भात पकाइसकेपछि हजुरले छ नि मेरो त्यो लुगा छ नि अलिकति चिरको खोल तन्ना क्या, त्यति मिसमास गरिदिनु पर्यो। अब तपाईँको साली र श्रीमतीले काम गर्नै जाने छैनन्, बरु पहिला मैले नै काम गर्थेँ। अब यो घरको मालिक त हजुर नै हो नि। अप्ठ्यारो नहुनु है ज्वाइँ साहब, म यसो बाहिरसम्म गएर आउँछु। अनि अर्को कुरा, त्यति त्यो भाँडासुडा माझेर सबै काम सकेपछि त्यो खोरमा बाख्रा छ, अलिकति स्याउला काटेर पनि दिनु होला। अब हजुरकै हो सबै, अब मलाई के हजुरलाई भन्नै पर्दैन। ल अब पानी परिपर्न लाग्यो, म तलसम्म गएर आउँछु। चाँडै भयो भने त्यो बारी छ नि, बाँझै छ भने त्यो पनि खन्न जानुपर्छ। अब हजुरकै हो कि अरे, अब मैले के भन्नु, बारी पनि खन्न जानुपर्छ, त्यो कोदालो सोदालो पनि ठिक गरेर राख्नु है। ल हस् म लाग्यो हजुर। होइन यत्रो ठुलो भइसकिस्, कति काखमा सुतेर बस्छस्? मलाई भाँडा मोल्न हतार भइसक्यो, उठ। अब भाँडा तपाईँले माझ्ने होइन कि, भाँडा त मैले माझ्ने हो। होइन कस्तो बुद्धु त, अब त ठुलो भइसकिस्। अब बुहारी बिहा गरेर ले, अनि यो घरमा बुहारीले भाँडा मोल्छे। ए बुहारीको आश गर्नुहुन्न के? बुहारीलाई नलिँदैसम्मलाई मैले नै भाँडा मोल्छु आमा। त्यसो भन्नु हुँदैन छोरा मान्छे भएर। म छु नि, म सकुन्जेलसम्म म आफै भाँडा मोल्छु, तँलाई कहाँ भाँडा मोल्न लाउँछु र? यो अस्कोट पनि कस्तो मैला भएको छ, अहिले त गनाएछ पनि, धुनुपर्ने।
खै ल्याउनु बुवा म धुइदिन्छु के हट तेरी कहाँ तँलाई म अस्कोट धुनु दिन्छु त मेरो अस्कोट धुनु त तेरो आमा छँदैछ नि यत्रो बढेका छोरालाई पनि म अस्कोट धुनु लाउँला त हुँदे तेरो त अहिले खाने खेल्ने घुम्ने हो मेरो आमाले धुन्छे तेरो कपडा त तँलाई अहिलेसम्म धुन्देकी छन् तेरो आमाले अब हाम्रो कपडा तँलाई धुन्देली तेरो त अहिले त खाने खेल्ने हो मेरो ऐस गर भेनाजु यो पनि झुटो रहेछ यो पनि हेरिदिनु ल म चाहिँ गएँ टिकटक बनाउन बाबु जीवन हेर छोरा तेरो आमा उहाँ साह्रै बिरामी छ मैले कति औषधि गरिसकेँ उपचार गरिसकेँ लाग्दैन हुँदैन अब त हरेस पनि खाइसकेँ एकचोटि छोराको मुख हेर्न पाएँ हुन्थ्यो म निको हुन्थ्यो कि भन्ने आश राखेर तँलाई एकपल्ट लिन जान भनेर पठाएकी हो त्यही भएर म तँलाई लिन आएको एकचोटि हिँड छोरा आमाको मुख एकपल्ट हेरेर आइज म जान्न बुवा आमा बिरामी भए पनि आमालाई हेरी विचार गर्ने तपाईँ हुनुहुन्छ त म किन जानु पर्यो र सधैँको लागि त्यो घर छोडेर आइसकेको छु अब म जान्न त्यो घर फेरि यो घरमा पनि बुवा हुनुहुन्छ हामी सबै यहीँ बस्छौँ यो घरलाई पनि हेर्नु पर्यो त्यो घर त तपाईँले हेरिहाल्नुहुन्छ नि यत्रो वर्ष अहिलेसम्म त हेर्दै आउनुभएको छ फेरि म किन जानु पर्यो र अब यो घरको ज्वाइँ भने पनि छोरा भने पनि मै हुँ त्यसैले म त यहीँ बस्छु हजुर किन आउनुभएको जुन बाटो आउनुभएको त्यही बाटो जानु न ठिकै छ बाबु अब तेरो जिन्दगी तेरो खुसी तर के गर भने जस्तो हुँदो रहेनछ मेरो जिन्दगीको लगानी जति कमाएँ सबै तँलाई नै मैले गुमाएँ तेरै जिन्दगी सुधार्नको लागि मैले लगानी गरेको छु बुढेसकालको सहारा होलास् हामी आमा बाउलाई हेर्लास् भन्ने आश गरेको थिएँ तर त्यो धिक्कार रहेछ के गर्ने सन्तानको नाममा तँ एउटा थिइस् तैँले अब बाउमा चाहिँदैन भनिस् भने मैले के गर्नु र के भन्नु र तैपनि अन्तिम अवस्थामा जे कमाएको सबै मैले गुमाइसकेको छु मैले एउटा कुरा तँसँग आशा राखेको छु अब तँ आमाको अनुहार हेर्न जान्नुहोस् भन्ने पनि ठिकै छ तर छोरा मसँग भएको सबै सकियो म रित्तो भएको छु अहिले तैँले केही गरेको छस् जस्तो लाग्छ मलाई तँसँग केही छ भने तेरो आमाको उपचारको लागि केही सहयोग गर छोरा म तँसँग माग्न आएको हुँ रित्तो हातमा फर्का छोरा केही छ भने दे म आमाको उपचार गर्न लान्छु मसँग पनि कहाँबाट हुन्छ र बा घरमा बुवा हुनुहुन्छ श्रीमती छे साली छे उनी सबैले हेर्नुपर्छ फेरि मसँग पैसा कहाँबाट आउने हो र मलाई केही पनि मतलब छैन बा आमा बिरामी भए पनि के कसरी हुन्छ हजुरले आफै उपचार गर्नुहोस् न मलाई किन सुनाउनु पर्यो आमा बिरामी भए पनि के कसरी गरेर हुन्छ हजुरले आफै उपचार गर्नुहोस् न मलाई किन सुनाउनु पर्यो त्यही माथि हजुर अहिले पनि बुढो हुनुहुन्न हात खुट्टा त चल्छन् होला नि काम गर्न सक्नुहुन्छ पैसा कमाउन सक्नुहुन्छ काम गर्नुहोस् पैसा कमाउनुहोस् अनि आमाको उपचार गर्नुहोस् स्याबास छोरा तैँले बाउ जवान देखिछस् यसको लागि धन्यवाद तर के गर्ने सन्तानको माया सबैलाई लाग्दो रहेछ केही देलास् कि भन्ने आशले म यहाँसम्म आएको थिएँ तँलाई देख्दाखेरि भर्खरको भए पनि के गर्ने नौनारी सबै गलिसके अब शरीर चल्दैन आफू नचले पनि श्रीमतीको सहारा पाऊँ भन्दाखेरि श्रीमती बेडमा थन्केकी छे लडिरहेकी छे अब त उसले पनि हरेस खाएर मलाई यत्तिकै छोडिदिनु मलाई उपचार नगर्नु म मरेँ भने तपाईँलाई शान्ति मिल्छ भन्न थालिसकेकी छ
यस्तो अवस्थामा पनि तेरो मुखबाट जवाफ यस्तै आउँछ भने मैले के भन्नु छ र छोरा? जे जति सक्छस् मलाई केही दे, म उपचारको लागि आमालाई लिएर जान्छु। बुहारी नानी, छोरालाई भन न, तिमीहरूसँग पनि केही त होला नि। मलाई खाली हात नपठाऊ बुहारी। जे भए पनि तिमी मेरो छोराकी बिहा गरेकी बुहारी हो। म तिम्रो ससुर हुँ। मलाई खाली हात पठायो भने तिमीलाई भगवान्ले पनि सराप्नेछ। म त अब बुढो भइहालेँ। जोरी पारीले पनि मलाई कसैले ऋण पत्याउँदैन। तिमीहरू त भर्खरका छौ, गरिरहेको होला। बरु ऋण स्वरूप भए पनि मलाई केही दियो। मेरो बाँकी रहेको जुन सम्पत्ति छ त्यो बिक्री गरेर पनि तिरौँला। अहिलेलाई आमाको ज्यान बचाउँ। भोलि गएर जे गर्नुपर्छ म गरौँला। ऋण स्वरूप भए पनि मलाई केही सहयोग गर छोरा बुहारी। मलाई निराश बनाएर नपठाऊ। मसँग पनि कहाँबाट हुन्छ र बा? मसँग पनि 1 रुपियाँ छैन। बरु के कसरी हुन्छ हजुरले आफै उपचार गर्नु होला नि आमाको। त्यस्तो भन्नुहुन्न जीवन। जे जस्तो भयो नि तिम्रो जन्म दिने बुवा हुनुहुन्छ। जति छ त्यति भयो नि दिनु न। बुवा धेरै त छैन, मसँग नि यति मात्रै छ। हजुरलाई गाडी भाडा होला, बाँकी के कसरी हुन्छ मिलाएर आमाको उपचार गर्नु होला। भोक भए त दिन्थे, मसँग छैन। आफूले कारखोज गरेर आमाको राम्रो उपचार गर्नु होला। यता मैले सबै कुरा हेर्नुपर्छ। जिन्दगी आखिर छोरालाई 50 को नोट दिएर पठायो। ठिकै छ, मैले यसलाई जन्म दिएको यतिकै लागिरहेछ। बुढी के गर्छस् त? यस्तै भइहाल्यो, उठ पानी खाऊ। ल पानी खा। ल सुत सुत। बुढो धेरै पिर नलिनु न। पहिला मैले भनेको कुरा मान्नु भएन। छोरालाई एक्लो सन्तान त हो नि भनेर जे भन्यो त्यही पुर्याइदिनु भयो। पुल पुल्याएर अहिले मातेर बाबाआमाको कुरा सुन्दैन। आफ्नो आमा यस्तो बिमारी हुँदा पनि ससुरालीमा गएर बसेको छ। बाबुआमा गरिब भएपछि छोराछोरीले कहाँ हेर्छन् र बुढो? सम्पत्ति होला सासू ससुरा भेटाएको छ। बुढी अब पिर गरे पनि नगरे पनि के गर्नु त? अब बेलामा एउटा छोरो बुढेसकालको सहारा होला, बाबाआमालाई हेर्ला पाल्ला भनेर भयो त सबै आफू ऋतु हुँदो रहेछ पनि लुटाइहाल्यो। माया गरियो, मुलाकात गरियो। यही त हो नि एउटा सन्तान, एक्लो सन्तान। योभन्दा अरू को छ र हाम्रो? यसैलाई हेर्नुपर्छ, यसैलाई दिनुपर्छ भन्ने आफ्नो मनमा पनि त्यही आयो। अब अहिले आएर यसरी दुःख पाइएला, बुहारीले छोरालाई लिएर जाली भन्ने के थाहा र? अब भाबीले लेखेको लेखान त सबै कुरा भोग्नु त पर्ने रहेछ नि। बुढा छोरो ठुलो भएर पाल्ला बाबुआमालाई हेर्ला भनेको थियो।
सपनै भइगयो हाम्रो। म पनि अब धेरै बाँच्दिनँ होला बुढा। यस्तो बिमारी छु, उपचार गर्ने पैसा पनि छैन हामीसँग। ऋण पनि कसैले दिँदैनन् गरिबलाई। म मरेपछि तपाईँ के गर्नुहुन्छ? एक्लै हुनुहुन्छ होला। मलाई धेरै गाह्रो भइसक्यो बुढा। त्यो छोरो आए पनि त हुन्थ्यो नि, एकपल्ट मेरो मुख हेर्न। त्यसलाई हाम्रो के माया हुन्थ्यो र। तिम्रा छोरोले यस्तो अवस्थामा आमाको मुख हेर्न नआउँदा पनि माया त अझै लाग्छ है। के गर्छौ त? मैले तिम्रो अवस्थाको बारेमा छोरालाई नभनेको होइन, म भन्न गएको हो। तर के गर्नु, उसलाई हामी बाबुआमा भन्दा उसको ससुर र बुढी नै प्यारो छ। उसले छोडेर तिमीलाई हेर्न आउँदैन बुढी। आखिर के रहेछ त जिन्दगी? छोरो भए पनि छोरी भए पनि लास्टमा गएर त सुख दुःखको सहारा भनेको आखिर बुढाबुढी त रहेछ नि। बुढीको बुढो, बुढाको बुढी। त्यही भएर तिमी केही पिर नगर। जे जस्तो अवस्था परे पनि, चाहे मैले मेरो एक मुठी सास धितो राखेर जे गर्नुपर्छ गर्छु, तर तिमीलाई म केही पनि हुन दिन्न बुढी। म जसरी भए पनि तिमीलाई बचाउँछु, तिमी पिर नगर। मेरो बल बुताले केही भ्याएन भने, मैले केही गर्न सकिनँ भने म तिमीलाई बाटामा मागेर भए पनि पाल्छु बुढी। बुढा, मेरो लागि केही नगर्नु। म जे छु ठिकै छु। म जस्तो छु त्यही हालतमा छोडिदिनु। बरु म मरेर गएँ भने तपाईँको सुखको दिन आउला। मेरो लागि धेरै दुःख नगर्नु। लाग्छ नि बुढा, आफ्नो सन्तानको माया लाग्छ। मेरो मुटुको टुक्रा हो। धन सम्पत्ति जे भने पनि त्यही एउटा छोरो। उसको श्रीमतीलाई ससुरालाई माया गरे पनि म यस्तो अवस्थामा एकपल्ट हेर्न आइदिएको भए हुन्थ्यो। पर्दैन बुढा, त्यस्तो नभन्नु। मलाई मर्न दिनु। जहिले भए पनि एकपल्ट मर्नै हो। मेरो लागि यस्तो दुःख नगर्नु। म अभागिनी आमा रहन्छु। मेरो जस्तो छोरा कसैको नहोस्। यसरी मन साँगुरो नबनाऊ बुढी। यदि तिमी केही भइहाल्यौ भने मेरो चाहिँ को छ त यो संसारमा? मैले कसको सहारामा बाँच्नु? त्यही भएर मनलाई फराकिलो बनाऊ। म तिमीलाई केही हुन दिन्न। मैले जस्तो सुकै अवस्था झेल्नु परे पनि म तिमीलाई बचाएरै छोड्छु। बरु मलाई साथ देऊ, हिम्मत देऊ। म अरू केही गर्न नसके पनि म बाटोमा तिमीलाई लिएर गएर भयो, मागेर भए पनि तिमीलाई बचाउँछु। मलाई पनि त सहारा चाहियो नि तिम्रो। अब तिमी मलाई केही नभन, म जे गर्छु त्यसैमा तिमीले साथ दे। अब हामीले जसरी पनि बाँच्नुपर्छ। हामीले कति नै बाँच्नु छ त? बुढेसकाल त यसै भइसक्यो। 2 दिनसम्म बाँच्न पनि एकअर्काको सहयोगमा बाँचौँ, एकले अर्काको दुःख हेरौँ। आऊ, म तिमीलाई बोकेर लान्छु। म बाटोमा मागेर भए पनि मेरो बुढीको उपचार गरेरै छोड्छु। बिस्तारै आऊ।
बाटोमा यस्ता माग्ने त कति हुन्छन् आउनु छिटो।